सम्पूर्णमा नमस्ते अनि सेवा। तपाईँहरूलाई स्वागत छ मेरो पूर्वी यात्रु युट्युब च्यानलमा। आज चाहिँ मैले यहाँमा छोटो यात्रालाई समावेश गरेर एउटा भिडियो यहाँमा लिएर आएको छु। जुन भिडियो चाहिँ हामीले मुर्चुलदेखि सुकेडापसम्मको यात्रालाई थोरै देखाउने प्रयास गरेको छु। सम्पूर्णले हेरेर साथ दिनु होला। अब भने हामी मुर्चुलदेखि सुकेडापसम्मको यात्रा सुरु गऱ्यौँ। हामीले घरदेखि मुर्चुलसम्मको यात्रा चाहिँ हिजो नै हामीले पार गरिसकेका थियौँ, ताकि हामीलाई पानी झरीले नसताओस् भन्नका लागि हामीले हिजो नै पार गरिसकेका थियौँ। हिजो हामीले एकदमै बाक्लो झरी चिप्लो बाटोको सामना गर्दै बादलहरूलाई चिर्दै अगाडि बढ्यौँ। स्वास्थ्य बन्न चाहनुहुन्छ भने यात्रा गर्नुहोस्, रमाइलो गर्न चाहनुहुन्छ भने यात्रा गर्नुहोस्, विभिन्न सौन्दर्यताको भ्रमण गर्न चाहनुहुन्छ भने यात्रा गर्नुहोस्। यति बेला हामी यात्रामा छौँ। हामी यहाँदेखि लगभग 2 घन्टा हिँडेपछि हामी लामपोखरी पुग्नेछौँ। हिजो हामी यही सुबास्तीको गोठमा हामीले दुःख बास बस्यौँ र यो देखिएको दृश्य चाहिँ कमल फुलको। लगभग हामी यहाँ 1 घन्टा मुर्चुलदेखि 1 घन्टा हिँडेपछि यहाँ आइपुग्यौँ। फाइनल्ली हामी सुकेडाप लामपोखरीमा प्रवेश गरेका छौँ। एकदमै मनमोहक दृश्य हेर्न पाइन्छ भन्ने पूर्ण आशका साथ हामी अगाडि बढिरहेका छौँ। निकै नै मनमोहक दृश्य। गरी भन्ने सानो दुध दिन्छ। निकै नै व्यवस्थित छ यहाँको ठाउँ। ऐना हेरी फोटो खिच्ने हो नि त। देख्न सक्नुहुन्छ यहाँ चाहिँ लामपोखरी। यो चाहिँ याङर गाउँपालिका र फालेलुङ गाउँपालिकाको उद्गम स्थल हो। निकै नै मनमोहक दृश्य। निकै नै राम्रो छ लामपोखरी। कति मिनट लाग्छ हाम्रो वरपर एकचोटि राउन्ड हान्दाखेरि। रेस्ट PISCE यो के हो यसको? PL रेस्ट प्लेस रहेछ। त्यहाँनिर थोरै मेटिएको रहेछ। रेस्ट प्लेस बस्ने ठाउँ रहेछ। हामीले कमल फुलको दृश्य पनि यहाँ देख्न सक्छौँ। निकै नै सुन्दर छ। कमल फुल ग्रिन ब्रिज। यो चाहिँ ग्रिन ब्रिज अरे है। यताबाट सिन यस्तो देखिरहेको छ। निकै नै मनमोहक छ। भित्र के छ? यहाँ गणेश भगवान रहेछ। देख्न सक्छ। निकै नै सुन्दर छ है लामपोखरी। ल हामीलाई लगभग 5 मिनट लाग्दछ यस पोखरीको वरिपरि यो फुटपाथमा हिँडेर हामीलाई वरिपरि घुम्नलाई 5 मिनट लाग्दो रहेछ। यति बेला हामी लामपोखरीदेखि सुकेपोखरीतिर जाँदैछौँ। ल फाइनल्ली हामी सुकेपोखरीमा अब चाहिँ प्रवेश एकदमै
यहाँ पनि फरक भन्दा मनमोहक दृश्य मनमै बस्न सफल धरतीको स्वर्ग भनेर चिनिन्छ यसलाई चाहिँ। वाह क्या बात है। पाँचथर जिल्लाकै पर्यटकीय स्थल फालेलुङ 3 अवस्थित यस सुकेडा र यो सुके पोखरी हो लगायत सुके पोखरी लगायत धेरैवटा पोखरीहरूको अवलोकन गर्न पाइन्छ। यहाँ विभिन्न धार्मिक स्थलहरूको अवलोकन गर्न पाइन्छ। यहाँ नेपालको राष्ट्रिय फुल लालीगुराँस 26 प्रजातिको लालीगुराँसहरूको सुन्दर दृश्यहरू देख्न सक्छौँ। यहाँ विभिन्न जनावर भाग भालु बन्देल विभिन्न चराचुरुङ्गीहरूको अवलोकन गर्न पाइन्छ। र यसै गरी विश्वकै प्रमुख जनावर रेड पान्डाको पनि दृश्य हामी देख्न सक्छौँ। यहाँ र यिनीहरू नै यहाँको मुख्य आकर्षण हुन्। यो चाहिँ सुकेडा मुख्य गरी यसलाई चाहिँ सुकेडा भन्ने गरिन्छ। सुकेडा चाहिँ यो र यहाँ हामी एकछिन बसेर रमाइलो गर्नेछौँ। र यसै गरी यो सुकेडापको अर्को पोखरी हो र यो चाहिँ आजको हाम्रो अन्तिम पोखरी हो। र आजको भिडियो यही सकिएको छ। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर अल नोटिफिकेसन अन गरेर मसँग जोडिनु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।